माननीय सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यू, आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्राप्त हुन आएकोले आजको निर्धारित कार्यसूचीको क्रम संख्या 1 मा रहेको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब म पूर्वाधार विकास समितिका माननीय सभापति दीपक बहादुर सिंहलाई पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन 2081 पेश गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, पूर्वाधार विकास समितिले 2081 वैशाखदेखि चैत मसान्तसम्म गरेका काम कारबाहीलाई समावेश गरी तयार गरिएको समितिको वार्षिक प्रतिवेदन 2081 सम्मानित प्रतिनिधि सभामा प्रस्तुत गर्ने निर्णय गरेको हुँदा प्रतिनिधि सभा नियमावली 2079 को नियम 178 को उपनियम 11 बमोजिम सम्मानित सभामुख मार्फत पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन 2081 सम्मानित प्रतिनिधि सभा समक्ष पेश गर्छु। मिति 2082 जेठ 6 गते। माननीय सदस्यहरू, अब माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।